सो अलवेज ब्याक टु द च्यानल न्यू डे न्यू मिनी भ्लगमा तपाईँलाई स्वागत छ। र आज चाहिँ बिहान अलिक ढिलो नै उठि पठाइछ र उठ्ने बित्तिकै फ्रेसेस भएर चाहिँ चिया र ब्रेड खानुपट्टि लाग्यो हामी चाहिँ, किनभने अब उठेर कामहरू गर्नुपर्छ भनेर सोचिरहेको थियो। र खातासाता खाएर चाहिँ हामी चाहिँ फिल्डमा निक्ल्यो र म चाहिँ आज चाहिँ कलेज ड्रेसमै काम गरिदिन्छु भनेर टी सर्ट लगाएको थिएँ माथिबाट र मुनिबाट ट्र्याक जुत्ता थियो र ढिलै नगरिकन ड्याङ काम गर्नुपट्टि लाग्यो। र साथी चाहिँ यतानिर चाहिँ आधी गाडी जस्तो चाहिँ बल्ल निक्ल्यो नालीबाट भन्दै मलाई जोक्स हानिरहेको थियो र क्यामेरा यताउता घुमाउँदाखेरि सबैजना आफ्नो कामबाट बिजी रहेछ र कसैले कलर गर्दै थियो भने कसैले पेन्टिङ गर्दै थियो र मलाई चाहिँ बिहानै गुड मर्निङ सर भन्यो र म त सर होइन भाइ भनेर चाहिँ भनिदिइरहेको थिएँ। र यता आएको यता पनि काम भइरहेको थियो, कलर गर्नेले लगाइरहेको थियो र पेन्टिङ गर्नेले गरिरहेको थियो, यहाँ कोटेसन लेख्नेले लेखिरहेको थियो। र हाम्रो पालो चाहिँ यहाँनिर चाहिँ हामी चाहिँ 5-6जना चाहिँ नाली खन्नुपट्टि लाग्यो। फेरि यहाँ ब्लक भएको रहेछ निकै जोडले हो, यति बेसी टाइम लाग्यो यसमा चाहिँ हामीलाई चाहिँ दिनैभरि चाहिँ भनौँ भने हाम्रो यही नालीमा नै दिन गयो भनौँ। काम गर्दा गर्दा भोक लाग्यो र फेरि ब्रेड र जाम खानुपट्टि लाग्यो र ब्रेड र जाम खाँदा खाना पनि पाकिसकेको रहेछ र ढिलै नगरिकन ड्याम बजाउनु थालेँ र खानासाना खाएर यतातिर हेरेको यहाँ चाहिँ मोमोको लागि पनि रेडी हुँदै रहेछ। किमाहरू र डो चाहिँ रेडी भइसकेको थियो भने हाम्रो क्लासको बहिनीले चाहिँ यहाँनिर क्विज खेलाउँदै थियो नानीहरूलाई, नानी भन्दा पनि स्टुडेन्टहरूलाई खेलाउँदै थियो। र फेरि हामी चाहिँ ब्याक टु नालीमै आयो र नालीमा चाहिँ हाम्रो कामै सकेको थिएन अझै पनि। र मैले चाहिँ क्यामेरा यताउता घुमाउँदै थिएँ र यता खेलाउनेहरूले खेलाइरहेको थियो र नचाउनेहरूले नचाइरहेको थियो स्टुडेन्टहरूलाई, र स्पोर्ट्सहरू पनि खेलाउँदै थियो यताउता र मैले चाहिँ भिडियो क्याप्चर गरिदिँदै थिएँ र नालीतिर पनि काम गर्दै थिएँ। फेरि पनि अब नालीमा आइपुगेँ, अब चाहिँ दैन ढुन आँटेको थियो हाम्रो नालीको काम पनि। र त्यही भएर चाहिँ साथीहरूलाई फेरि बोलाउँदै काम गर्नुपर्छ भन्दै यहाँ गीत सुन्दै काम गरिरहेको थियो र साथीले चाहिँ यहाँ लो सक्नु आँटेको छ भन्दै मैले जोसाउँदै थिएँ साथीलाई पनि। र त्यति नै थियो आजको नालीको काम चाहिँ हाम्रो। र कामसाम गरिसकेर चाहिँ हामी झ्यालमुडी खानुपट्टि लाग्यो र झ्यालमुडी पनि एकदमै बबाल थियो बबाल। झ्यालमुडी खाइसकेर चाहिँ हामी साथी र म चाहिँ भ्यू पोइन्टतिर घुम्नु निस्क्यो र भ्यू पोइन्ट जानुभन्दा अगाडि चाहिँ हामीले एक रास मोमो खाएको थियो, तर त्यसको क्लिप चाहिँ मैले हाल्नु पाइनँ किनभने थिएन। र त्यति भन्दै म चाहिँ भ्यू पोइन्ट पनि पुगेँ र यहाँबाट चाहिँ दामी लाम्पोकोडीको चाहिँ दामी भ्यू देख्दै रहेछ। र त्यसपछि चाहिँ हामी यहाँनिर सोधी खोजी गर्दाखेरि चाहिँ तलनिर स्पिरिचुअल एउटा प्लेस छ अरे र हामी चाहिँ त्यहाँ पनि पुग्यो र यहाँनिर चाहिँ दामी थियो, साइलेन्स थियो किनभने यहाँनिर चाहिँ अब तपस्याहरू गर्छ जस्तो लाग्यो आई थिङ्क। र मलाई चाहिँ एकदमै दामी लाग्यो यो ठाउँ चाहिँ हो। र म चाहिँ यहाँनिर आएर चाहिँ यसो हल्का प्रेहरू पनि गरेँ आफ्नो लागि र घरको लागि हो। र अन्त त्यति भन्दै अब फर्किनु पऱ्यो र फर्किने बाटो पनि यति साह्रो बवाल थियो कि र रुख थियो, मजा आयो। गरम चाहिँ अति नै भएको थियो र हाइनेक खोलिदिएको थिएँ। त्यति भन्दै हामी चाहिँ स्कुल पनि पुग्यो र स्कुल पुगे साथ चाहिँ यहाँ सर स्टुडेन्टहरू चाहिँ क्रिकेट खेलिरहेको रहेछ र मेरो पारो चाहिँ भिडियो यतिमै इन गर्छु भनेर सोचेँ। र भिडियो एडिट गर्दाखेरि चाहिँ यति साह्रो नोइज पोल्युसन भयो र तपाईँलाई कस्तो लाग्छ? सी यु इन नेक्स्ट ब्लग, बाई।